के तपाईँ घाँटीभन्दा मुनिको भाग हलचल गर्न नसकी एउटा फलामको सिलिन्डरभित्र 70 वर्षभन्दा बढी समय बिताएर वकिल बन्ने र किताब लेख्ने कुराको कल्पना गर्न सक्नुहुन्छ? धेरैका लागि यो असम्भव कथा लाग्न सक्छ, तर अमेरिकी नागरिक पाउल एलेक्जेन्डरले यसलाई आफ्नो जीवनको वास्तविकता बनाएर देखाएका छन्। शारीरिक रूपमा पूर्ण असक्षम भएर पनि दृढ इच्छाशक्ति र वज्र जस्तै मनस्थिति बनाएर जीवनमा असम्भव भनिएका धेरै कुराहरू पनि हासिल गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् उनी। 6 वर्षको उमेर र फलामको फोक्सोभित्र कैद। सन् 1946 मा अमेरिकाको टेक्सासमा जन्मेका पाउल एलेक्जेन्डर 6 वर्षको उमेरमा भयानक पोलियो महामारीको चपेटामा परे। रोगका कारण उनको घाँटीभन्दा मुनिको सम्पूर्ण शरीर पूर्ण रूपमा प्यारालाइज अर्थात् पक्षघात भयो। उनी आफैले सास फेर्न समेत नसक्ने भएपछि चिकित्सकहरूले उनलाई बचाउनको लागि आइरन लङ भनिने फलामको ठुलो सिलिन्डरभित्र राखेका थिए। यो मेसिनले हावाको चाप परिवर्तन गरेर कृत्रिम रूपमा उनको फोक्सो चलाउने गर्थ्यो। मेसिनभित्र बस्दा उनको टाउको मात्र बाहिर देखिन्थ्यो। तत्कालीन समयमा चिकित्सकहरूले उनी धेरै दिन नबाँच्ने भविष्यवाणी गरेका थिए। मेसिनभित्रैबाट कानुनमा डिग्री र वकालत। फलामको बाकसभित्रै कैद भएर पनि पाउलले आफ्नो सपनालाई कैद हुन दिएनन्। उनले वर्षौंको कठिन अभ्यासपछि मुख र घाँटीको मांसपेशीले हावा निलेर सास फेर्ने फ्रग ब्रिदिङ प्रविधि सिके। यसले गर्दा उनी केही घण्टाका लागि मेसिन बाहिर बस्न सक्ने भए। यही साहसको भरमा उनले व्हीलचेयरको सहयोगमा विद्यालय र कलेजको पढाइ अगाडि बढाए। अनेकौं विश्वविद्यालयले उनको अवस्था देखेर भर्ना लिन अस्वीकार गरे पनि उनले हार मानेनन्। अन्ततः 1984 मा युनिभर्सिटी अफ टेक्सासबाट कानुनमा स्नातक हासिल गरे र दशकौंसम्म सफल वकिलको रूपमा अदालतमा बहस समेत गरे। मुखको सहाराले पुस्तक लेखन र विश्व कीर्तिमान। हातगोडा नचल्ने भएपछि पाउलले आफ्नो मुखलाई नै हातको रूपमा प्रयोग गर्न थाले। मुखमा एउटा प्लास्टिकको लामो छेस्को च्यापेर किबोर्डमा एक अक्षर टाइप गर्दै 8 वर्षको अथक मेहनतपछि उनले आफ्नो आत्मवृत्तान्त पुस्तक लेखे। उनको 3 मिनट्स अफ डग माई लिटिल लाइफ एन्ड आइरन लङ नामक पुस्तक संसारभरका लाखौं मानिसका लागि प्रेरणाको स्रोत बनेको छ। इतिहासमै सबैभन्दा लामो समय आइरन लङको सहारामा जीवित रहने व्यक्तिको रूपमा उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता भयो। चिकित्सकलाई गलत साबित गर्दै 78 वर्षको उमेरमा निधन। बाल्यकालमै चिकित्सकहरूले गरेको अनुमानलाई गलत साबित गर्दै पाउलले 70 वर्षभन्दा बढी समय त्यो फलामको बाकसभित्रै वीरतापूर्वक बिताए। उनको 78 वर्षको उमेरमा सन् 2024 को मार्च महिनामा निधन भयो। मृत्युअघि उनले एक अन्तर्वार्तामा भनेका थिए, मलाई मेरो पोलियोले अपाङ्ग बनाएको होइन, यसले मलाई अझ बलियो बनाएको हो। यद्यपि तपाईँ आफ्नो दिमाग र इच्छाशक्ति बलियो राख्नुहुन्छ भने तपाईँ जे पनि गर्न सक्नुहुन्छ। पाउलको यो प्रेरक जीवनले सिकाउँछ कि जीवनमा बहाना केवल मनको भ्रम हो। परिस्थिति जस्तोसुकै कठिन किन नहोस्, सकारात्मक मनस्थिति र दृढ सङ्कल्प भएमा जस्तोसुकै चुनौतीलाई पनि परास्त गर्न सकिन्छ भन्ने उदाहरण पाउलको जीवनबाट लिन सकिन्छ।